जय नेपाल। फेरि पनि स्वागत छ तपाईहरुलाई आजको मेरो नयाँ यस भिडियोमा। नेपाल प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीको भारी संख्यामा विज्ञापन खुलाएको छ, जसमा प्रहरी निरीक्षकको लागि 21 जनाको माग र प्रहरी सहायक निरीक्षक पदको लागि 438 जनाको माग गरेको छ। जम्मा 459 जनाको लागि यो विज्ञापन खुलाएको छ। आज म तपाईहरुलाई यो भिडियो मार्फत सम्पूर्ण जानकारी दिन गइरहेछु। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। यहाँ रहेको छ नेपाल सरकार गृह मन्त्रालय, नेपाल प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभाग, वृत्त विकास महाशाखा, भर्ना छनौट शाखा, नक्साल काठमाडौँ। नयाँ भर्ना सम्बन्धी सूचना प्रथम पटक प्रकाशित मिति 2082 8 महिना 26 गते यो विज्ञापन प्रकाशन गरिएको छ। नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त रहेका निम्न बमोजिमका पदहरूमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पद पूर्ति गर्नुपर्ने भएकोले देहाय बमोजिमको योग्यता पुगेका नेपाली नागरिकहरूबाट अनलाइन दरखास्त आह्वान गरिन्छ। दरखास्त दिने उम्मेदवारले नेपाल प्रहरीको अनलाइन रिक्वायरमेन्ट म्यानेजमेन्ट सिस्टम ORMS मार्फत अनलाइन दरखास्त दिनुपर्नेछ। नेपाल प्रहरीको वेबसाइट यतिको करियरभित्र अनलाइन एप्लिकेसन वा यतिबाट अनलाइन दरखास्त फारम भर्न सकिनेछ। अब तपाईहरु यहाँ 1 नम्बरमा हेर्नु आवश्यक माग पद संख्या। अब कुन पदको लागि कति जनाको माग रहेको छ तपाईहरु यहाँ हेर्नु। विज्ञापन नम्बर यहाँ रहेको छ, पद खुल्ला र अमर अशोक तर्फ यहाँ रहेको छ र समावेशी समूह तर्फ जम्मा माग पद संख्या। 1 नम्बरमा तपाईहरु यहाँ हेर्नु विज्ञापन नम्बर 050828 83 पद प्रहरी निरीक्षक इन्स्पेक्टरको लागि भारी संख्यामा विज्ञापन खुलाएको छ। तपाईहरु यहाँ हेर्नु खुल्लामा 12 जना, महिलामा 2, आदिवासी जनजातिमा 3, मधेसी 3, दलित 1, जम्मा 21 जनाको लागि विज्ञापन खुलाएको छ। यसपालि यो इन्स्पेक्टरको लागि थोरै विज्ञापन खुलाएको छ, तर प्रहरी सहायक निरीक्षक असयको लागि धेरै विज्ञापन खुलाएको छ, धेरै ठूलो संख्यामा विज्ञापन खुलाएको छ। तपाईहरु यहाँ हेर्नु विज्ञापन नम्बर 06 082 पद प्रहरी सहायक निरीक्षक असयको लागि भारी संख्यामा विज्ञापन खुलाएको छ। यसपालि यहाँ हेर्नु जम्मा 438 जनाको लागि विज्ञापन खुलाएको छ। त्यसमा खुल्लामा 236 जनाको लागि खुलाएको छ। अमर अशोक त 8, महिला 38, आदिवासी 62, मधेसी 55, दलित 29, पिछडिएको क्षेत्रमा 10 जनाको लागि र जम्मा 438 जनाको लागि विज्ञापन खुलाएको छ। कुन पदमा? प्रहरी सहायक निरीक्षक पदको लागि जम्मा 438 जनाको लागि यो विज्ञापन खुलाएको छ। धेरै ठूलो संख्यामा विज्ञापन खुलाएको छ प्रहरी सहायक निरीक्षक पदको। अब यहाँ 2 नम्बरमा दरखास्त मिति यहाँ हेर्नु तपाईहरु दरखास्त दर्ता गर्ने मिति प्रहरी निरीक्षक पदको मिति 2082 9 महिना 26 गतेदेखि 2082 10 महिना 5 गतेसम्म। कहिलेदेखि कहिलेसम्म प्रहरी निरीक्षकको लागि 2082 9 महिना 6 गतेदेखि 2082 10 महिना 5 गतेसम्म तपाईहरु दरखास्त दिन सक्नुहुन्छ इन्स्पेक्टर पदको। र 2 नम्बरमा प्रहरी सहायक निरीक्षक अब असयको यहाँ रहेको छ मिति 2082 9 महिना 9 गतेदेखि 2082 10 महिना 8 गतेसम्म तपाईहरु प्रहरी सहायक निरीक्षक असयको दरखास्त दिन सक्नुहुन्छ। कहिलेदेखि कहिलेसम्म? 2082 9 महिना 9 गतेदेखि 2082 10 महिना 8 गतेसम्म। अब 3 नम्बरमा अनलाइन दरखास्त संकलन तथा दर्ता हुने स्थानहरू यहाँ तपाईहरु हेर्नु। अब तपाईहरु यदि प्रहरी निरीक्षकमा फर्म भर्न चाहनुहुन्छ भने तपाईहरुको अनलाइन दरखास्त संकलन तथा दर्ता हुने स्थानहरू यहाँ रहेको छ। तपाईहरु यहाँ हेर्नु कार्यालय र सम्पर्क नम्बर यहाँ दिएको छ। जस्तै रहेको छ काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी काठमाडौँ, त्यसपछि यहाँ कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, जनकपुर, हेटौडा, पोखरा, दाङ, सुर्खेत, धनगढी र विराटनगर मोरङ। त्यसपछि लास्टमा हैन यो प्रहरी निरीक्षकको लागि यहाँ धनगढीसम्म मात्र रहेको छ। तपाईहरु यहाँ हेर्नु धनगढीसम्म मात्र रहेको छ। सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र धनगढी। सम्पर्क नम्बर यहाँ दिएको छ सबै कार्यालयको। तपाईहरु यहाँ हेर्नु यो प्रहरी निरीक्षक पदको लागि रहेको छ। र अब यहाँ प्रहरी सहायक निरीक्षक पदमा यदि तपाईहरु फर्म भर्न चाहनुहुन्छ भने तपाईहरु यहाँ हेर्नु दर्ता हुने स्थानहरू यहाँ रहेको छ। कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर मोरङ सम्पर्क नम्बर यहाँ दिएको छ। त्यसपछि जनकपुर सम्पर्क कार्यालय राजविराज सप्तरी नम्बर दिएको छ यहाँ। दुधौली, सिन्धुली, पोखरा, कास्की, बुटबल, रूपन्देही, नेपालगञ्ज, बाँके, दिपायल, डोटी र महाराजगञ्ज काठमाडौँमा तपाईहरु प्रहरी सहायक निरीक्षकको दरखास्त दिन सक्नुहुन्छ। त्यसपछि यहाँ रहेको छ 4 नम्बरमा दरखास्त दस्तुर। यहाँ पद रहेको छ दस्तुर।
यहाँ दरखास्त दस्तुर यहाँ रहेको छ। प्रहरी निरीक्षक पदमा यदि तपाईँहरू फर्म भर्न चाहनुहुन्छ भने दरखास्त दस्तुर कति लाग्छ यहाँ हेर्नु। अनलाइन मार्फत दरखास्त पेश गर्दा दरखास्त दस्तुर बापत रु 1200 रुपैयाँ बुझाउनु पर्नेछ। साथै एकभन्दा बढी समूहमा दरखास्त दिने उम्मेदवारको हकमा प्रत्येक समूहको लागि 20% का दरले 240 का दरले थप दस्तुर लाग्नेछ। खुल्नामा तपाईँहरू फर्म भर्नुहुन्छ भने कति लाग्छ? 1200 जम्मा 1200 लाग्छ। र समावेशी समूह जस्तै जनजाति आदिवासीमा तपाईँहरू फर्म भर्न चाहनुहुन्छ भने तपाईँहरू थप कति लाग्छ? 240 रुपियाँ थप लाग्छ। यो प्रहरी निरीक्षकको लागि रहेको छ, इन्सपेक्टर पदको लागि। 2 नम्बरमा प्रहरी सहायक निरीक्षक अवश्यको लागि यहाँ हेर्नु। अनलाइन मार्फत दरखास्त पेश गर्दा दरखास्त दस्तुर बापत रु 500 रुपैयाँ बुझाउनु पर्नेछ। साथै एकभन्दा बढी समूहमा दरखास्त दिने उम्मेदवारको हकमा प्रत्येक समूहको लागि 20% का दरले 100 रुपैयाँ थप दस्तुर लाग्नेछ। यदि तपाईँहरू प्रहरी सहायक निरीक्षक पदमा फर्म भर्न जानुहुन्छ भने कति दरखास्त दस्तुर लाग्छ? खुल्लामा फर्म भरियो भने 500 र समावेश समूहको लागि 100 रुपैयाँ बुझाउनु पर्छ। अब तपाईँहरू यहाँ हेर्नु 5 नम्बरमा उमेरको हद। अब इन्सपेक्टर अवश्यमा फर्म भर्नको लागि कति उमेर चाहिन्छ तपाईँहरू यहाँ हेर्नु। यहाँ रहेको छ उमेरको हद प्रहरी निरीक्षक पदको लागि। क नम्बरमा दरखास्त फारम दर्ता गर्ने अन्तिम मितिसम्म 20 वर्ष उमेर पुरा भई 25 वर्ष ननागेको। यदि तपाईँहरूको उमेर 20 देखि 25 को बीचमा छ भने तपाईँहरू इन्सपेक्टर पदमा फर्म भर्न सक्नुहुन्छ। तर खुल्ला प्रतियोगितामा भाग लिने नेपाल प्रहरी सेवा राजपत्र अनाङ्कित प्रहरी कर्मचारीको हकमा 35 वर्ष ननागेको र प्रहरी जवान वा प्रहरी अधिकृत आधारभूत तालिम लिएको हुनुपर्नेछ। अब यहाँ 2 नम्बरमा प्रहरी सहायक निरीक्षक पदको लागि तपाईँहरू यहाँ हेर्नु। प्रहरी सहायक निरीक्षक अवश्य पदमा फर्म भर्नको लागि कति उमेर हुनुपर्छ यहाँ हेर्नु। क नम्बरमा दरखास्त फारम दर्ता गर्ने अन्तिम मितिसम्म 18 वर्ष उमेर पुरा भई 24 वर्ष ननागेको हुनुपर्छ। यदि तपाईँहरूको उमेर 18 देखि 24 को बीचमा छ भने तपाईँहरू प्रहरी सहायक निरीक्षक अवश्य पदमा फर्म भर्न सक्नुहुन्छ। तर खुल्ला प्रतियोगितामा भाग लिने प्रहरी सेवाको राजपत्र अनाङ्कित प्रहरी कर्मचारीको हकमा 35 वर्ष ननागेको र प्रहरी जवान आधारभूत तालिम लिएको हुनुपर्नेछ। अब यहाँ तपाईँहरू हेर्नु, एकदमै राम्रोसँग पढ्नु। र ख नम्बरमा यहाँ बाल श्रेणी विहीन प्रहरी कर्मचारीको हकमा प्रहरी नियमावली 2071 संशोधन सहितको नियम 40 बमोजिम 25 वर्ष ननागेको हुनुपर्नेछ। यदि तपाईँहरू प्रहरी कार्यालय सहयोगीमा अहिले नियुक्ति भएर अहिले काम गर्दै हुनुहुन्छ भने तपाईँहरूको लागि 25 वर्ष दिएको छ। तपाईँहरू यहाँ हेर्नु। 6 नम्बरमा आवश्यक न्यूनतम योग्यता। अब यसमा फर्म भर्नको लागि अब न्यूनतम शैक्षिक योग्यता कति हुनुपर्छ तपाईँहरू यहाँ हेर्नु। पहिला 1 नम्बरमा प्रहरी निरीक्षक इन्सपेक्टर पदको लागि तपाईँहरू यहाँ हेर्नु। आवश्यक न्यूनतम योग्यता। क नम्बरमा शैक्षिक योग्यता मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक वा सोसेर उत्तीर्ण गरेको हुनुपर्छ। यदि तपाईँहरू ब्याचलर गर्नुभएको छ भने तपाईँहरू यसमा एप्लाई गर्न सक्नुहुन्छ इन्सपेक्टर पदमा। नैतिक पतन देखिने कुनै फौजदारी अभियोगमा सजाय नपाएको, मानव अधिकार र मानवीय कानुनको उल्लङ्घनमा सजाय नपाएको, राजनीतिक दलको सदस्य नरहेको, तपाईँहरू यहाँ हेर्नु। आतंककारी संगठनको सदस्य नरहेको। अब यहाँ उचाइ छाती र तौल यहाँ हेर्नु। पुरुषको लागि उचाइ घटीमा 5 फिट 2 इन्च हुनुपर्छ, छाती 31-33, तौल 50 केजी हुनुपर्छ पुरुषको। अब महिलाको लागि उचाइ घटीमा 5 फिट, तौल कम्तीमा 42 केजी हुनुपर्छ। आँखा -2 या +2 भन्दा बढी कमजोर नभएको, नेपाल प्रहरी प्रधान कार्यालयबाट तोकिएको स्वीकृत चिकित्सकबाट निरोगिताको प्रमाणपत्र पाएको, परीक्षा सञ्चालनको क्रममा हुने र लास्टमा नेपाली नागरिक हुनुपर्ने। 2 नम्बरमा यहाँ प्रहरी सहायक निरीक्षक पदको लागि यहाँ हेर्नु। शैक्षिक योग्यता मान्यता प्राप्त विश्वविद्यालयबाट वा शिक्षण संस्थाबाट प्रमाणपत्र यहाँ हेर्नु। तपाईँहरू प्रमाणपत्र त वा सोचेर उत्तीर्ण गरेको। यदि तपाईँहरू कक्षा 12 पास गर्नुभएको छ भने तपाईँहरू अवश्य पदमा फर्म भर्न सक्नुहुन्छ। ख नम्बरमा यहाँ रहेको छ प्रहरी निरीक्षक पदको लागि तोकिएको बमोजिम क्रमशः ख देखि झ सम्मको अन्य योग्यताहरू पुरा भएको, यो सबै सेम रहेको छ। 7 नम्बरमा दरखास्त साथ समावेश गर्नुपर्ने कागजातहरू यहाँ हेर्नु। दरखास्त साथ समावेश गर्नुपर्ने कागजातहरू। क नम्बरमा नेपाली नागरिकताको प्रमाणपत्र। ख नम्बरमा हालसालै खिचिएको पुरै मुखाकृत दुवै कान समेत प्रष्ट देखिने ORMS को आवश्यकता अनुसारको रेजुलेसन तथा साइज अनुरूपको फोटो पुरुषको हकमा दाढी र कपाल काटेको। आफूले प्राप्त गरेको शैक्षिक योग्यताको प्रमाणपत्र प्रत्येक तहको चारित्रिक थाई वा प्रोभिजनल प्रमाणपत्र र ट्रान्सक्रिप्ट मार्कसिट तथा नेपाल बाहिर अध्ययन गरेको
हकमा उच्च माध्यमिक शिक्षा परिषद त्रिभुवन विश्वविद्यालयबाट सक्षमता निर्धारणको प्रमाणपत्र इक्वालिभेन्ट सर्टिफिकेट त्यहाँ पेश गर्नुपर्छ। तपाईँहरू अब यहाँ हेर्नु एकदमै राम्रोसँग। अब यहाँ अमर अशक्त प्रहरी परिवारको लागि यहाँ रहेको छ आदिवासी मधेसी दलित पिछडिएको क्षेत्र। तपाईँहरू यो पढ्नु। 8 नम्बरमा दरखास्त दर्ता तथा दस्तुर बुझाउने विधि रहेको छ। तपाईँहरू यहाँ हेर्नु। नेपाल प्रहरीको अनलाइन दरखास्त पोर्टल यतिमा गई रजिस्ट्रेसन प्रक्रिया पुरा गरी प्राप्त युजर नेम र पासवर्डद्वारा लगइन गरेर आवश्यक सम्पूर्ण विवरण भरी आवश्यक कागजातहरूको सकलै प्रति स्पष्ट देखिने स्क्यान कपी अपलोड गरी प्रोफाइल 100% पूर्ण भए पश्चात मात्र आवेदन सबमिट गर्नुपर्नेछ। तपाईँहरू यो पढ्नु। यो अनलाइन कसरी दरखास्त बुझाउँछ तपाईँहरू एकदमै राम्रोसँग पढ्नु। 9 नम्बरमा परीक्षा विधि यहाँ रहेको छ। क नम्बरमा प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षा हुन्छ। बेरिङ र फिजिकल हुन्छ तपाईँहरूको। ख नम्बरमा त्यसपछि विस्तृत स्वास्थ्य परीक्षण त्यसपछि मेडिकल हुन्छ। ग नम्बरमा लिखित परीक्षा हुन्छ। लोकसेवा आयोगबाट सञ्चालन हुने हुँदा आयोगद्वारा तोकिएको परीक्षा केन्द्रहरूमा सञ्चालन हुनेछ। वस्तुगत बहुउत्तर मल्टिप्ले चोइस प्रश्नको गलत उत्तर बापत 20% अङ्क कट्टा गरिने व्यवहारको जानकारी गराइन्छ। वस्तुगत बहुउत्तर प्रश्नको उत्तर लेख्दा अङ्ग्रेजी ठुलो अक्षर क्यापिटल लेटरमा एबिसिडी लेखिएको उत्तरले मात्र मान्यता दिनेछ। क्यापिटल लेटरमा तपाईँहरूले त्यहाँ लेख्नुपर्छ वस्तुगत बहुउत्तर। तपाईँहरू अब यहाँ हेर्नु। घ नम्बरमा विशेष स्वास्थ्य परीक्षण र अङ्क नम्बरमा यहाँ रहेको छ सक्षमता परीक्षण र अन्तर्वार्ता हुन्छ। अब 10 नम्बरमा परीक्षा सञ्चालन हुने स्थान रहेको छ। तपाईँहरू यहाँ हेर्नु। प्रहरी निरीक्षकको यहाँ हेर्नु तपाईँहरू इन्सपेक्टर पदको लागि प्रदेश प्रहरी कार्यालयहरू तथा काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी काठमाडौँमा दरखास्त दर्ता गर्ने सम्पूर्ण उम्मेदवारहरूको प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज काठमाडौँमा सञ्चालन हुनेछ। विस्तृत स्वास्थ्य परीक्षण र विशेष स्वास्थ्य परीक्षण नेपाल प्रहरी अस्पताल महाराजगञ्ज काठमाडौँमा र सक्षमता परीक्षण तथा अन्तर्वार्ता नेपाल प्रहरी प्रधान कार्यालय नक्सल काठमाडौँमा सञ्चालन हुनेछ। यो चाहिँ प्रहरी निरीक्षकको लागि रहेको छ। अब यो प्रहरी सहायक निरीक्षक पदको लागि यहाँ हेर्नु तपाईँहरू परीक्षा सञ्चालन हुने स्थान प्रहरी सहायक निरीक्षक पदको लागि प्रदेश प्रहरी तालिम केन्द्रहरू तथा काठमाडौँ उपत्यका प्रहरी शिक्षालय महाराजगञ्जमा दरखास्त दर्ता गर्ने उम्मेदवारहरूको प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षा सम्बन्धित दरखास्त सङ्कलन केन्द्रहरूमा सञ्चालन हुनेछ। विस्तृत स्वास्थ्य परीक्षण सम्बन्धी परीक्षा केन्द्रहरूले तोकिएको स्थानमा सञ्चालन हुनेछ। र नेपाल प्रहरी अस्पताल महाराजगञ्ज काठमाडौँमा विशेष स्वास्थ्य परीक्षण र नेपाल प्रहरी प्रधान कार्यालय नक्सल काठमाडौँमा सक्षमता परीक्षण तथा अन्तर्वार्ता सञ्चालन हुनेछ। तपाईँहरू यो याद राख्नु तपाईँहरूको परीक्षा कहाँ हुन्छ भनेर। 11 नम्बरमा यहाँ सम्पर्क मिति तथा स्थान रहेको छ। अब तपाईँहरूको सम्पर्क मिति कहिले हुन्छ। इन्सपेक्टर प्रहरी निरीक्षक इन्सपेक्टर पदको प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षा तालिका सम्बन्धी सूचना मिति 2082 10 महिना 21 गते नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np मा प्रकाशन गरिनेछ। कहिले 2082 10 महिना 21 गते तपाईँहरूको सम्पर्क मिति हुन्छ इन्सपेक्टर पदको। र प्रहरी सहायक निरीक्षक पदको यहाँ रहेको छ प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षा तालिका सम्बन्धी सूचना मिति 2082 10 महिना 25 गते दरखास्त सङ्कलन गर्ने सम्बन्धित प्रहरी कार्यालयहरूमा प्रकाशन गरिने तथा नेपाल प्रहरीको वेबसाइट यतिमा समेत जानकारीका लागि प्रकाशन गरिनेछ। अब तपाईँहरूको असयमा तपाईँहरू यदि फर्म भर्न चाहनुहुन्छ भने सम्पर्क मिति तपाईँहरू कहिले हुन्छ 2082 10 महिना 25 गते। विज्ञापन सम्बन्धी विशेष सूचना रहेको छ। तपाईँहरू यो पढ्नु। पुनःशतमा के लेखेको छ एकदमै राम्रोसँग पढ्नु। अब यहाँ रहेको छ तपाईँहरू यहाँ हेर्नु 10 नम्बरमा यस विज्ञापन सम्बन्धी सूचना तथा विभिन्न चरणमा लिएका परीक्षाहरूको पाठ्यक्रम नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np मा समेत प्राप्त गर्न सकिनेछ। अनलाइन दरखास्त दिने सम्बन्धी जानकारीमूलक ट्युटोरियल भिडियो नेपाल प्रहरीको आधिकारिक युट्युब च्यानलमा हेर्न सकिनेछ। अनलाइन दरखास्त फारम भर्दा कुनै दुविधा भएमा कार्यालय समयभित्र यस विज्ञापनको प्रकरण नम्बर 3 मा उल्लेख भएका सम्बन्धित दर्ता केन्द्रहरूको सम्पर्क नम्बर वा नेपाल प्रहरी प्रधान कार्यालय भर्ना छनौट शाखाको टेलिफोन नम्बर यतिमा सम्पर्क गरी वा यतिमा इमेल पठाए बुझ्न
सकिनेछ। मिति 2082 8 महिना 26 गते यो विज्ञापन प्रकाशन गरिएको छ नेपाल प्रहरी प्रधान कार्यालय। भारी सङ्ख्यामा विज्ञापन खुलाएको छ नेपाल प्रहरीको प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदको भारी सङ्ख्या विज्ञापन खुलाएको छ। यदि तपाईँहरू +2 र ब्याचलर गर्नुभएको छ भने तपाईँहरू यसमा एप्लाई गर्न सक्नुहुन्छ। ल त आजको लिए यति नै। तपाईँहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु। कुनै पनि नयाँ विज्ञापन खुल्छ भने म तपाईँहरूलाई सबैभन्दा पहिला यही युट्युब च्यानल मार्फत जानकारी गराउँछु। आजको लिए यति नै। हस्, नमस्कार।